हाई सबैजनालाई नमस्कार है। मेरो टिकटक, फेसबुक, युट्युब हेरेर बस्नुहुने मेरा सम्पूर्ण मेरा प्यारा प्यारा साथीहरू र धेरैजनालाई थाहा छ म क्यामन आइल्यान्डमा छु र यति बेला चाहिँ म क्यामन आइल्यान्डको स्मिथ कोक बिचमा छु र केही समयदेखि क्यामन आइल्यान्डमा एकदम यो हावाहुरी लाग्ने अनि समुद्री छालले गर्दा जस्तै बाहिरबाट घुम्न आउने विभिन्न देशका टुरिस्टहरूका लागि के थियो भने यहाँनिर यो समुद्री छालले गर्दाखेरि अलिकति समुद्रमा खेल्न जान नसक्ने, सँगै अलिकति जाडोको महसुस हुने र सँगै अब केही स्थानमा बस्दा पनि हावाले एकदम सीमित हावाले गर्दाखेरि केही गतिहरू बिगार्ने जस्ता समस्याहरू भोग्नु परेको थियो भने फाइनल्ली आज चाहिँ है आजबाट चाहिँ एकदम मौसम चाहिँ अलिक क्लियर भएको छ, घाम पनि लागेको छ, घाम पनि राम्रै देखिएको छ भने आकाश पनि खुल्ला, आकाशमा कुनै बादल छैन, एकदम क्लियर भएको छ भने मेरो पछाडि देख्न सक्नुहुन्छ। आज चाहिँ म स्मिथ कोकमा म आफै आएको छु र म मजाले यहाँ बसेर घाम तापेको पनि छु भने यहाँनिर धेरै मान्छेहरूले एकदम रमाइलो पनि गरिराख्नु भएको छ। देख्न सक्नुहुन्छ पछाडि धेरै रमाइलो पनि भइरहेको छ। पानीमा, समुद्रमा पानी खेलिरहेछन्, तर समुद्रको छाल त्यति साह्रो कम भएको त होइन, किनकि अलिकति माथि गइरहे नै देखिरहेको छु, तर अलिकति चाहिँ पहिलाभन्दा चाहिँ अलिकति राम्रो, अलिकति कम पनि भएको छ भने एकदम धेरै नै रमाइलो पनि भएको छ। आज धेरै मान्छेहरूलाई देख्न पाएँ, यसमा अस्ति आउँदा कम्ती भने सँगै अरू स्थानमा पनि म आज गएको थिएँ, धेरै ठाउँमा पनि आज चाहिँ मान्छेहरूको एकदम बाक्लो सङ्ख्यामा रहेका छन् र धेरै कुराहरूको जानकारी लिनु छ, सँगै यहाँको बारेमा केही कुराहरू बुझ्नु छ भने मेरो टिकटक आइडीलाई सबैजनाले फलो गर्नुहोस्, मेरो फेसबुक आइडीलाई फलो गर्नुहोस्, अनि सँगै न्युज पर्वा युट्युब च्यानल तल मैले लिङ्क दिएको छु, त्यसमा गएर पनि भिडियो हेर्न सक्नुहुन्छ। क्यामनको बारेमा मैले सबै भिडियोहरू बनाएर हाल्ने छु है त।